आज अल्छी लाग्यो यार, आज पनि काम गर्ने मन लागेन हौ। के हो पुरा अल्छी लागिरहेको छ यार, कस्टमर छैन। मन्डेको दिन बिहान अलिक छिटो आयो, पुरा अल्छी लागिरहेछ कामसाम गरेर। आज दिउँसो खासै मान्छे हुँदैन, केटाहरू खानासाना खाएर पुरा आनन्दले बसिरहेछ, मोबाइल सोबाइल खेल्दै। म चाहिँ यसो अब खाना पचाउनु पऱ्यो नि होइन। अब खाना पचाउने काम नभएपछि यसो पार्किङ लटतिर पुरा यसो अलिकति खाना खाएर यताउति हिँड्दै। फेरि खाना पच्दैन नि त। फोहोरहरू यस्तो छ हाम्रो हालत यार, फोहोरै लिनै आउँदैन यार। यो फोहोरवालाले पनि पैसा टाइममा दिए पनि फोहोरै लाँदैन, पुरा डङ्गुर पारेर आएछ यार। झन् उताबाट यता सारेको फोहोरै दिनै आएन यार। फोहोरवालाले पनि यार के गर्न खोज्यो होला, 10 दिन भइसक्यो फोहोरै दिन आएको छैन। अब सौवालाई भनौँ भने नि अब बाहिरतिर गएको छ, के डिस्टर्ब गरिरहनु। हिजो बेलुका पानी पऱ्यो, फेरि यस्तो गर्मी बढिसक्यो फेरि। पुरा अब खाना पचाउने काम यही हो, यसरी हिँडेर खाना पचाउने काम। खाना पचाउने काम हुँदैछ मेरो यहाँ हिँडेरै। केटाहरू पुरा मोबाइल हेर्दै घोप्टेर मोबाइल हेर्दैछ त्यहाँ।